नभए आज फेरि बिहान पिङको लागि तयारी गर्दैछौँ हामी। आज अहिले चाहिँ बाँस ठडाउने काम मात्रै हुन्छ अनि अहिले बेलुका चाहिँ माथि बाँध्ने काम हुन्छ ल। अब अस्ति खनेको खल्डा पानीको कारणले पुरेको हुनाले आज फेरि हामीले खल्डाहरू खन्दैछौँ। उता छ अर्पण लगायतको टोली, उता अर्को सानो बच्चाहरूलाई पिङ हाल्दै हुनुहुन्छ रमेश दाइले। अब हामी चाहिँ यहाँ ढाका यतासम्म कैलाश साथीले यहाँ गर्दै हुनुहुन्छ ल। अर्पण भाइले झिक्दैछ है माटो। वाह अर्पण भाइ हजुर कस्तो भइरहेछ? एकदम राम्रो भइरहेछ नि होइन? माटो झिकिरहेछ ल। अब अर्पण भाइले पिङको लागि दसैँको लागि भनेर माटो झिकिरहेको छ ल। होइन केही नि कि चढ्न सजिलो हुन्छ। उता चाहिँ तिम्रो झरीमा झरी अन्त जोरीबाट अन्त ल भयो ल भसी भयो होला भाइ भयो ल तालम भयो अहिले ल ल ल ल गयो अपन खेल पछि त्यो ऊ चाहिँ एङ्गल कुन मिलाउने हेर्ने त पछि गऱ्यो हुन्छ यति कारण यसपालि यस्तो हान्ने नि त यस्तो होइन पहिला यस्तै हो छतिर ल्यान्डिङ गरिदिन्छ छतिर ल्यान्डिङ फर्स्ट क्लास नम्बर 1 आउनु पर्छ नि खुट्टामा के भएको चल्न तेरिमा कइते भयो Very dangerous. हिजो होइन अस्ति हो पोखरा गइयो त ल 3 बजे आउने रोज बनाएको मेरो हात यत्रो राधा पोलेर अघि बोल्ने अनि छोड्छु त भन्नुपर्छ बुवात त फालेसिन आफ्नो हातै यहाँ त्यहाँ उसमा त ताल गरेर तल Asa Harry.
अस्ति त्यत्रो दुःखहरू खाएँ बुढा त्यत्रो दुःखहरू फाँडिएन क्या आफूलाई देखाउनु यार कहिले काहीँ त अब चिसो खाने ब्रेक गर्मी भयो जस्तै त्यही भएर अब एकछिन चाहिँ चिसो खाने ब्रेक उता छ हाम्रो बिस्कुटहरू छ त्यो अर्कै बिस्कुट आएको छ सबैजना यहाँ छौँ थाकेर बस्यो आइटमहरू यहाँ तल्लो साइड चाहिँ मास धेरै डरा गरेको एउटै घारी गाड्नु त एउटै उसन हेर त्यो आँखा ल तयारी हुँदैछ अर्पण भाइ कस्तो लागिरहेछ पिङ हाल्दैछन् दाइहरूले कस्तो लागेको छ तँलाई राम्रो पर्फेक्ट पर्फेक्ट छ नि होइन ल यस्तो छ यहाँको पिङको अब आज लगभग हामी पिङ भइन्छ अहिले चाहिँ 10 बजिसकेको छ अब बिस्तारै गर्दा गर्दै 12 बजी हाम्रो भ्याउने लक्ष्य हो यहाँ सबजना यहाँ हुनुहुन्छ ल फाइनल्ली यहाँ चाहिँ पिङ बनाउने तयारी छ अब दसैँ अझै भ्याइने हो हेर्दै जाउँ यो भ्याइन्छ कि भ्याइन फुलपाती सब हेर्ला नि यसो माथिको हेर्नुहोस् माथि अब यहीँ सपोर्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब दसैँको लागि पिङ खतरा देखेर नि त क्यामेरा हाम्रो दाइहरूले पुरै पिङ बनाउँदैछन् है माथितिर अब टपमा चाहिँ एउटा बाँस हालिदिनु काटेर अब त्यहाँ तल माटो हाल्न राखिने छ माटो हाल्ने हाम्रो सन्दीप दाइले फेरि ढुङ्गा हालिदिनु भएको ढुङ्गा हेर्दा जमाना घाम हेर्नु त कस्तो दसैँको जस्तै देखिन्छ हेर्दै जानुहोस् है सबैजनालाई अरू त के भयो हाम्रोमा यस्तै छ दसैँको दिन पञ्चरुला हालिदिनुभयो ओए यता यता हाल्यो त्यहाँ अब चाहिँ यहाँ आज बनाउने आज पिङ खेलेर भ्याउने भन्नुभएको छ हाम्रो दाइहरूले अहिले चाहिँ कतिजना हुनुहुन्छ भने 1 2 3 4 5 6 7 8जना हुन्छ 9जना चाहिँ उताबाट आउँदै हुनुहुन्छ हाम्रो पहिला सर हेर्दै जानु है सबैजनाले लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला हाम्रो भान्जोसरीले भान्जरले बाँस काट्दा हुन्छ
जान्छ कि म भक्कन अब भक्कन यतिकै बाँधिन्छ यहाँलाई ओके ए त्यता कन्टिन्यू अब हुँदैछ यहाँ चाहिँ माथितिर त अब पुरै के अरे पञ्चरले बाँस ठोक्दै हुन्छ हाम्रो जमिनको माथि पर्यो भने प्रवास कमजोर हुन्छ पानीले भित्र भित्रको त बाघले मोटा चिर्दै त मान्छे सबै बनाएको होइन त्यो चिर्दा झ्याउ हुन्छ त्यो मात्रै बिचको उखाल्ला बिचको त कहाँ खालिन्छ त्यो सानो के आहो होटो केही छैन हेर्नु त मेरो चप्पल हेर्नुहोस् उहाँ पुरै हाम्रो दाईहरूले पुरै पिङ तान्दै हुनुहुन्छ पुरै एकतिर पोर यतापट्टि थियो अहिले चाहिँ अहिले यस्तो भयो हाम्रो पिङ भइएन किनभने अब सबै कुरा मिलिसकेको थियो दाँचै आजै काट्यौँ शनिबारको दिन हाम्रो चाहिँ यतापट्टि तान्दै हुनुहुन्छ माथि उसाल्नको लागि यतापट्टि हुनुहुन्छ सन्दीप दाई चाहिँ उहाँ हो त्यही डोरी तान्दै बस्नुभयो त्यो हेर्दाखेरि नि हेर्छौँ देखियो यतापट्टि चाहिँ है त मान्छेसम्म के हुन्छ अब हेर्दै जाऊँ यो के हुन्छ यो बाँस माथि भयो कि अहिले तल झारेर अनि त्यहाँबाट ओर्नु पर्थ्यो उतापट्टिको बाँसको टुक्रामा भेटाउनु जान्छ यो बाँस माथि भयो अघि उताका ठिक छन् यताको मात्रै यो बाँस अहिले तल झार्नु यो बाँस त मुनि पर्नु यो बाँसलाई र उमा बाँध्न पर्यो भने कसरी बाँधिन्छ होइन बाँस अहिले तल झार्नु पर्छ क्या यो बाँस त्यसको मुनि पर्ने कि माथि नै पर्ने हो होइन यसलाई अलिकति तल तान्ने यो बाँस अलि नुगाउनु पर्यो यो बाँस चाहिँ यतिकै हो कि त्योभन्दा मुनि पर्नु पर्छ मुनि माथिसम्म सवाल हुने यहाँ तलका ठिक छन् माथि मुनि माथि जता भयो भने जोडिएर रोडिजमा लानुपर्ने रोडिजमा अस्ति लानुपर्ने चाहिँ उतापट्टिको बासा उतापट्टिको अनि यति गर्ने हो भने त्यसलाई हुन्छ यो यताको ठिको भएछ अनि उताको हो त्यसरी त्यसरी हातमा समाज के बुढिसमा तपाईँलाई किन लिने भन्छ तपाईँले म यस्तो गरेर चढिदिन्छु भन्ने होइन म न्युजिल्यान्ड गएँ त्यहाँबाट दुबईबाट त्यहाँ कहाँ नि खतरा हुन्छ त्यो भन्नु नि मलाई यति डुबाइदियो अमेरिका जान्छु जान्छु भनेर यति हिँडेर त्यस्तो गरेँ अहिले घर बाख्रा खुट्टा पालेर बसिछु अनि पुरा स्याहार छ फुल पावर भइरहेको छ काम पिङको लागि ल यहाँ हुँदैछ बाँसहरू अब
हो यही हो दाइ हुने नै यो भयो 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 ल दामी भयो पिङ ल ल ल सकियो है पिङ हाल्यो माथि बाँध्न मात्रै बाँकी छ केटाहरूले अब यहाँ टक्क भयो आज लास्ट थाक्यो काम गर्दा नि ल दामी भयो ल अब ल ल अन्तिम चरणमा पुगिसकेको छ है हाम्रो पिङ चाहिँ अब सबैजना यहाँ तान्दै हुनुहुन्छ ल यहाँ यस्तो छ ल भ्याएर जाने आज त वहाँ धारे है तो वहाँ धारा खोल्न टङ्कीबाट टङ्कीबाट ल्याइन्छ होइन यता यता ल्याउनु पर्छ नि डोजोतिर ल भयो डोजो डोजो फोटो त हामीसँग छैन कि हेरेका पहिलाको त्यो परारो गरे ल अनि बिल्डिङ नि थियो दाइ उतापट्टिको यो नयाँ बिल्डिङ उल्टै तँलाई 110 रुपियाँ दिनु मेरो चप्पल छुटो बना न मेरो चप्पल छुटो बना त ल लगभग अब सकियो अहिले चाहिँ अब पिङ रेडी भएको छ अब साइनासी त मैले ल्याएको नि रोज यहाँ ल रेडी भइसक्यो पिङ पिङ अब हालेर अब झर्दैछ भिक्की भाइ रोज त खै खतरा हो नि त बर्थडे भयो आज बर्थडे गिफ्ट दिएको हामीलाई डोजुले पिङ हालिदिएर आज ल ल रेडी भयो पिङ गुदे पुल त वहीँ जाँदैन पनि खाँदा यहीँ छ छेउमा गुदे पुल टुपी त्यति पनि हुन्छ अब पिङ रेडी भयो अब हामी अब केही समयमा उद्घाटन गर्न चाहन्छौँ पिङलाई अब डोजो भाइ खेल्दैछ हल्का डोजो भाइको स्टाइल ल यता दाइले पिङको पिर्कालाई रेडी गर्दै हुनुहुन्छ बजार गएर आएको मन है ल यहाँ पूजा डोजोलाई पूजा गरिदिऊ न फुल हाल्नु राम्रो छ ल फुल भयो यहाँ पूजा गर्दैछन् हल्का पूजा तल भइतिर नि पूजाहरू ल यो भैमा आउँछ गोरै गाड यत्रो बाटो पारेको भइतिर नि पूजा गर ल लत्रिन्छ अब पूजा पाठ भइसक्यो राजन पुजारी छोरा त्यहाँ त अब एक्लै पहिला कस्तो खेलिन्छ हेर ल पहिला 3 चोटी आफै रिच हल्लिन्छ नि बल्ल चल्छ ल पिङ रेडी भइसक्यो है ल अन्यबाट हामी सुरु गऱ्यौँ है पिङ उद्घाटन ल ल
हेरेन ल है त ल जति टाढा हेर नि ऊ उताको बाबाको घर हेर्ने कि भैमा हेर्नु ऊ शनिसाई घर हेर्ने नि भैमा